साथीहरु आउने बित्तिकै गाली कसले गर्छ आउने बित्तिकै गाली गर्न थाल्यो छक्का दौडे 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 आज चाहिँ आमाले माछा केलाउनु भइरहेछ अनि आज हामी माछा खाने हो माछा यो कत्ले माछा हो यो नकट्टा माछा हो यो असला माछा हो अनि यो च्यापा हो भन न यो च्यापा ल हामी चाहिँ चिया खान आँटेको चिया र पपकर्न तिमीहरू चिया र पपकर्न त मैले चाहिँ हिजो तपाईँहरूलाई मेरो ठाउँको बारेमा भन्नै बिर्सिसकेँ सो यो चाहिँ मेरो बर्थ प्लेस हो अनि यो ठाउँले चाहिँ भन्छ उत्तरकाई बेत्रावती यो चाहिँ रेस्टुरेन्ट मार्केटको ठ्याक्कै बोर्डर हो कि जुन चाहिँ यसले चाहिँ चीन र नेपालको पहिला युद्ध हुन्थ्यो नि होइन त्यो युद्ध चाहिँ रोक्नुको लागि सन्धि गरेको स्थल भन्छ कि बेत्रावतीलाई सो यहाँको चाहिँ म चाहिँ धेरै पछाडि आएको 4-5 वर्ष पछाडि तर सो चेन्ज के कुनै धेरै चाहिँ छैन म चाहिँ मेरो साथीलाई भेट्न जान आँटेकै हामी चाहिँ बच्चादेखि सँगै पढेको सँगै खेलेको सँगै हुर्केको अब नो के हो मलाई घरै चिन्दैन त कुन हो ला यो हो भाइ ओ शिट म्यान झन्डै नचिन्ला मार्छ यिनीहरूले ल देखाउँदैन क्यामेरा साइज हो नि त साथीहरू आउने बित्तिकै गाली कसले गर्छ आउने बित्तिकै गाली गर्न थाल्यो मलाई त बोल्नु नि मन छैन रे टाढा भएन भनेर गाली गरिरहेको छ होइन चुनाव भोट हाल्न नपर्ने भए आउँदैन फेरि जन्मिएको ठाउँमा कति वर्ष पछि 12 वर्षपछि आएर हुन्छ है क्युनी हो उसको नाम क्युनी यहाँ क्युनी नाको साथी चाहिँ ऊ अरे क्युनी मैनी क्युनी हाउ यु क्युनी श्रेष्ठ हो तिमी पिकाबु पिकाबु गरिदेऊ न पिकाबु यहाँ चाहिँ अर्ग्यानिक साग टिप्ने कार्यक्रम हुँदैछ साग हैन निउरो निउरो छ टन्नै एक सागको पुग्छ हामीलाई यो चाहिँ हो खाना मिल्ने यहाँ हामी चाहिँ अहिले निउरो टिप्दैछौँ है भरे आलुसँग मिसाएर खानुपर्छ है के हो त्यो कुनामा चाहिँ यस्तो राम्रो झर्ना थियो तर हुन्छ है तर बर्खामा चाहिँ हुन्छ अहिले सुकेछ तर हामी चाहिँ अब यो बाटो खोलामा जाने ल हामी चाहिँ जाँदैछौँ कता रे ढाडेको बगर ढाडेको बगर ढाडे बगर के गर्न जानु लाग्यो दिव्याङ्का स्विमिङ गर्न जान आँटेको म चाहिँ मेरो अर्को साथीको घर आइपुग्यो पूजा बट सी इज नट हियर सो हामी सर्टकट आएको होइन दिस इज बेत्रावती बजार टोडा यो चाहिँ होइन अस्ति माघे सङ्क्रान्तिमा गोरु जुधाउने ठाउँ हो क्या गोरु जुधाउने होइन अनि यो चाहिँ जुडो हल है ल है हाम्रो यहाँ क्रिकेट म्याच हुन आँटेछ है यहाँ ब्याटिङ गर्दै हुनुहुन्छ हाम्रो आमाले अनि यहाँ बलिङमा हुनुहुन्छ दिपेन्टी लामा मोक्तान ल एकछिन है एकछिन ल है खेल्न नि आउँदैन रहेछ है आमाहरूले त है छक्का दौडे 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 आउट आमा आउट 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 आमा आउट ल लेट्स गो इन्टरनेसनल खेलाडीहरूको खेल पनि देखियो आज अब हामी पुग्यो अनि अब हामी लुगा फेरेर स्विमिङ कस्ट्युम लगाएर त्यहाँ पौडी खेल्नु ये एक्साइटेड यस वी आर सुपर एक्साइटेड देवाङ मोज छ है मोज आमा लक्ष्य जम्प दिव्याङ्का जम्प गर छ के यहाँ हाम्रो डनहरू चाहिँ यहाँ माथि बसिरहेछ हाम फालो ल यहाँ चाहिँ माथि चाहिँ नुहाइरहेछ हामी चाहिँ यहाँ पौडी खेल्ने अब ल नजाऊ धेरै उता नजाऊ त्यही खेल आमा हेर नि पछाडि ल त आमा जाऊ ल
त होइन बाबु नगर न म पनि जान्छु यहाँबाट के डुबिहाल्नु न अनि जाडो हुँदैन सुरुमा डुब्दाखेरि चाहिँ हो यहाँबाट उतै छेउमा पुग्छ एक डाइभमै आउँदैन कुद्दी भ्याएको त यहाँबाट डाइभ हो यहाँ डाइभ हानु भने यहाँ डाइभ यहाँबाट दिदी दिपिनी दिदी भाटा पुग्ने गरी जानु न रेडी गो सिधै उतै पुगेन यहाँबाट त पौडी नखेल्नेले नि हान्छ कि त्यसरी ल गाउनु त दिदी ल न हामी सानो हुँदा त पौडी खेल्न आए गर्थ्यो जस्तो लागेको थियो हो ए पर्फेक्ट क्यामेराम्यानमा चाहिँ भाइ छ है हेलो गाइज हामी चाहिँ यहाँ स्विमिङ पुल यो के भन्छ अरे ओरिजिनल होइन ओरिजिनल्ली होइन के भन्छ अरे नेचुरल स्विमिङ पुलमा आएको छौँ। हाम्रो दिदीहरू यहाँ स्विमिङ पुलमा पौडी खेलिरहनु भएको छ, हामी चाहिँ यहाँ बसेर भिडियो बनाइरहेछौँ है। तपाईँहरूलाई देखाउँछु म है त हाम्रो दिदीहरू कता पौडी खेल्दै हुनुहुन्छ भन्दाखेरि यता हुनुहुन्छ हाम्रो भेले दाजु। यता कहाँबाट आइदिनु भयो हाम्रो खोलामा पौडी खेल्न। 17 Pro Max देखाइहालेछ हामीलाई, के हो पारा ल स्टार्ट। आधी मिनट नि भयो 5 सेकेन्ड नि भएन। ल आजको लागि भ्लग यति नै। सबैजना उता ड्रेस चेन्ज भएर रेडीमा भइसक्यो। हाम्रो निशान दिदी मात्र यहाँ घर जानै माने छैन। आज बेलुकासम्म यहीँ बस्ला जस्तो छन्। विराज भट्ट जस्तो देखा हाम्रो नै टिकटक बन्दैछ है त्यहाँ चाहिँ। अब बसिरहेको नुहाएर कपाल सुकाउँदै बसेको। हामी चाहिँ अब नुहाएर फर्केको स्विमिङ गरेर। कति मजा आयो छोरा, मेरो त आँखै रातो भइरहेछ हल्का। मजा आयो नुहाउनुलाई, कपाल चाहिँ पुस्रो बस्छ। मजा आयो। चाहिँ बेतराती जुडो हल रहेछ। अनि चाहिँ गुरुजदान ठाउँ गेम खेल्ने गर्छ।
गोरु जुदाउँछ नि हाम्रो माघ सङ्क्रान्तिमा यहाँ फेरि छुट्टै वातावरण बनेछ क्या है यता त म गएको पनि छैन अब अहिले जाने प्लान पनि छैन सो यो चाहिँ पुरानो पुल हो होइन अनि यो चाहिँ नयाँ पुल तर यहाँ चाहिँ चलाएको रहेछ क्या कस्तो राम्रो ठुलो बनाएको रहेछ है अनि ठ्याक्कै यो पुलको ठ्याक्कै मुनिपट्टि त्यो देखिरहेको छ नि ट्रस्ट त्यो पनि हाम्रै घर हो 200 रुपियाँ रे सस्तै रहेछ मिठो पनि रहेछ 200 बेसी कि छैन 200 यो चाहिँ हाम्रो घरमा फलेको मेवा है म टोक्नै सकिरहेको छैन क्या नाइस बुझ्यो त पुरै पाकेको चाहिँ खानु क्या हामी चाहिँ जाँदैछौँ कता सोमेश दादाको घर मलाई चाहिँ थाहा छैन तर सानो भन्नुभएको थियो फुपूको घर जानु यस हामी चाहिँ जाँदैछौँ फुपूको घर तिम्रो सोमेश दादाको घर जाँदैछौँ बाटो चाहिँ यस्तो खतरा छ है अहिले सबै पिस गरेर यस्तो दामी बनाएको छ यस्तो दामी यहाँ फुपूले चाहिँ के बनाएर ल्याइदिनु पर्छ कि पक्कै यहाँ बस्यो है खायो अनि यता खोला हेऱ्यो सो आजलाई चाहिँ यति नै सी यू टुमोरो भोलि चाहिँ हामी अब भोट हाल्न जाने हो नि त सो भोलिको ब्लगमा भेट्नेछौँ बाई बाई टेक केयर गुड नाइट